यो चाहिँ हाम्रो युके को सपिङ टिप्सको लागि हामीले चाहिँ युट्युबमा राख्ने भनेर एउटा भिडियो बनायौँ है। यो चाहिँ अब जाने स्टुडेन्टहरूले चाहिँ युके जाँदाखेरि चाहिँ अब त्यो सपिङमा चाहिँ गाइडेन्स होस् भनेर चाहिँ हामीले यो भिडियो लिएर आएका छौँ। हेरिदिनु होला, माया गरिदिनु होला र मन पर्यो भने सब्सक्राइब, लाइक र सेयर गरिदिनु होला। उहाँ चाहिँ मेरो अङ्कल है। अब यस्तो छ हाम्रो चाहिँ, अब मैले चाहिँ सुरुमा हजुरहरूलाई किचन आइटम देखाइरहेको छु है। किचन आइटम चाहिँ नछुटाउनु पर्ने दुईवटा सेरामिक प्लेट भइहाल्यो, अनि एउटा मेन चाहिँ राइस कुकर प्रेसर कुकर भइहाल्यो। र यो लन्च बक्स चाहिँ मैले अब त्यो जङ्क फुडहरू नखाने, बरु घरमै आफैले बनाएर खाने भनेर चाहिँ मैले लन्च बक्स राखेको छु। अर्को कुरा हाम्रो सेरामिक प्लेट भइहाल्यो ओभनमा राख्नलाई। प्रेसर कुकर मेन भइहाल्यो, मसलाहरू छ यसमा। अनि अर्को भनेको यो हामीले चाहिँ आन्टीले बनाइदिनु भएको थियो, यो घरमै बनाएको छोप तिमुरको। अनि यसमा के गाखा अङ्कलहरू छोपमा चाहिँ लसुन अदरक त्यो सबै कुराहरू मिसाएर यो चाहिँ छोप एकदमै राम्रो बनाइदिनु भयो। यो मलाई एक्लै चाहिँ वर्ष दिनसम्म पुग्छ होला। यो भयो भने चाहिँ चिसोको रुगा खोकीदेखि लिएर यसको झोल खायो भने सबै खायो भन्छ। अनि चाहिँ मम्मीले माया गरेर घिउ ल्याइदिनु भयो। अनि यो चाहिँ हाम्रो किचन आइटम नै हो। यो सबै मसलाहरू, यो जिरो धनिया छ, अनि हाम्रो त्यो चाहिँ धनिया, अनि त्यो चाहिँ मिक्स मसला भइहाल्यो। अनि अर्को छुटाउनु नपर्ने भनेको चाहिँ हजुरहरूले यो है, यो मिक्स मसलाको यो बट्टा हुन्छ नि है, यो चाहिँ धेरै इम्पोर्टेन्ट छ। उता गएर किन्नुभन्दा यो चाहिँ यतैबाट लगेर जाने। अनि चपिङ बोर्ड भइहाल्यो। अनि हाम्रो जुन यो प्रेसर कुकरहरू अनि कडाई छ नि, यो चाहिँ सबैको चाहिँ इन्डक्सन बेस हुनुपर्छ क्या यस्तो है, किनकि उता नर्मल लगेर काम छैन है। यस्तो चाहिँ तपाईँहरूको इन्डक्सन बेस चाहिँ हुनु पऱ्यो कि है। यो चाहिँ मैले पहिल्यै युज गरिरहेको भएर अहिले पुरानो देखिया छ है। इन्डक्सन बेस हुनु पऱ्यो। अनि यो चाहिँ सेरामिक प्लेट हो, त्यति त अङ्कल, सेरामिक प्लेट हो। यो चाहिँ तपाईँको माइक्रोवेभमा राख्न मिल्ने है, एकदमै लाइट वेट छ मजाको। मैले बजारमा धेरै खोजेँ, एकदमै हेभी भेटाएको थियो। लगेजको त्यो वेटको समस्या त सबैलाई हुन्छ होइन, त्यही भएर मैले चाहिँ लाइट वेटमा धेरै खोजेर पाएको थिएँ। यो चाहिँ एकदमै राम्रो छ। अनि यसको प्लेट नै अघि देखिसक्नुभयो। अनि अर्को भनेको चाहिँ यो अब यो इन्डक्सन कुरा भइहाल्यो है, यति कुरा छ किचन आइटममा। अब नेक्स्ट यो मेरो एउटा यो लगेजमा चाहिँ मेरो किचन आइटम प्लस यसरी लुगा चाहिँ बिचबिचमा यो भाँडाकुँडाहरू एक आपसमा नठोकियोस् भनेर यसरी बनाएको छु। अनि नेक्स्ट लगेजमा चाहिँ मेरो पुरै लुगाहरू हुन्छ। अनि त्यो ह्यान्ड क्यारीमा चाहिँ अब लुगाहरू नै हुन्छ। अब मेन कुरा चाहिँ तपाईँहरूले चक्कुहरू होइन, अनि त्यो सार्प आइटमहरू चाहिँ ह्यान्ड क्यारीमा राख्न मिल्दैन है, किनकि त्यो चाहिँ ह्यान्ड क्यारी आफैसँग हुन्छ। त्यसले गर्दाखेरि त्यसमा सार्प अब्जेक्टहरू, लिक्विड आइटमहरू, घिउहरू त्यसमा राख्नुभयो भने चाहिँ ह्यान्ड क्यारीमा राख्नुभयो भने चाहिँ तपाईँले इमिग्रेसनमा समस्या हुनसक्छ है। त्यही भएर युएसमा चाहिँ मैले अब किचन आइटम प्लस यसरी लुगा बिचमा एक आपसमा नठक्रियोस् भनेर लुगा हाल्दैछु। अनि त्यसमा चाहिँ मेरो टोटल लुगा हुनेछ, अनि लुगा जुत्ताहरू सबै हुनेछ, विन्टर सपिङदेखि लिएर सबै। अनि त्यसमा चाहिँ मैले लुगा मात्रै हाल्छु, एकदम लाइट वेट लुगाहरू हाल्छु। त्यो चाहिँ 7 केजी बनाउनु पर्छ नि त है। यो लगेजको चाहिँ तपाईँहरूलाई म यो प्याक गरिसकेपछि यो लगेजकै यो भिडियो पछि देखाउँछु है त। अब किचनको सामान राख्दा चाहिँ हामीले यसरी बिचमा कपडाहरूले चाहिँ खाँदेर राखेको छ कि त्यो भाँडाहरू चाहिँ एक आपसमा त्यो नटक्रियोस् नफुटोस् भनेर चाहिँ यसरी कपडाहरू राखेर दुइटै युटिलाइज भयो नि त, स्पेस युटिलाइज भयो। यसरी राखेको छौँ हामीले। त्यो हाम्रो किचन आइटमसँगै अब किचन आइटममा चाहिँ 15 केजी कति भएको थियो। अनि त्यसमा चाहिँ हामीले यो 23 केजी बनाउनलाई चाहिँ यो कुराहरू एड गरेछौँ। यो चाहिँ ब्ल्याक पेन्ट है, भित्र भुवा भएको, तपाईँहरूले पनि बनाउनु यस्तो है कटनमा भित्र भुवा भएको एकदमै काम लाग्छ उतातिर। यो दाल चाहिँ उता नअट्यायो भयो यता हालेको। अनि यो एउटा चाहिँ हाम्रो गुडी है त, यो चाहिँ भित्र भएको, भित्र फर भएको हुनु पऱ्यो है तपाईँहरू पनि। उता चाहिँ चिसोमा धेरै काम लाग्छ, यस्तो फर भएको राख्नु होला है। अनि अर्को नछुटाउनु पर्ने मेन रेनकोट है, त्यो चाहिँ मेरो रेनकोट सेट हो। सँगै अम्ब्रेला हाल्छु, तर अम्ब्रेला चाहिँ मैले चाहिँ त्यो ल्यापटप ब्यागमा हाल्छु अम्ब्रेला। यो रेनकोट भइहाल्यो है, यो चाहिँ नछुटाउनु होला। अनि यो चाहिँ मसला बक्स यो। अनि अर्को एकदमै इम्पोर्टेन्ट भनेको यो है, काम गर्न जाँदाखेरि अनि तपाईँको यो हिउँमा सबैमा लाउनु। यो गोल्ड स्टारको चाहिँ एकदमै बबाल सुज आएको हो। मैले चाहिँ यो अफर प्राइजमा किनेको थियो, समथिङ 3500 कति परेको थियो यसलाई। वाटर प्रुफ हो, एकदमै बबाल छ। गोल्ड स्टार सोरुमको दाइले चाहिँ तपाईँले यो लगाउनु
के अरे जुत्ता नफाडेर तपाईँ परेशान हुनुहुन्छ भने चाहिँ हेरौँ अब यसको युकेमा चाहिँ कतिको ड्युरेबल हुन्छ यो। अब अर्को लगेज चाहिँ म त्यो रेडी पारेर अहिले तपाईँहरूलाई देखाउँछु है त। अर्को कुरा अब यो हजुरहरूले चाहिँ लुगा राख्दाखेरि चाहिँ यो भ्याक्युम स्टोरेज ब्याग्स भन्ने चाहिँ मेन ल्याउनु होला है। यो चाहिँ धेरै हेल्पफुल हुन्छ कि यसले चाहिँ हाम्रो धेरै स्पेस बचाउँछ कि है। यसमै लेखा छ 80% रिड्युस द ओरिजिनल भोल्युम बाई कम्प्रेसन भनेर यसमै लेखा छ है। यो चाहिँ मलाई नि एकदमै इफेक्टिभ लाग्यो है, किनकि यसले चाहिँ हाम्रो स्पेसलाई धेरै कम गर्छ। यो चाहिँ मैले 15 to 72 पिस अनि 60-80 को 2 पिस र एउटा ठुलो पिस गरेर टोटल 5 वटा पिस थियो विथ सक्सन पम्प। यो चाहिँ मैले दराजबाट अर्डर गरेको थियो, समथिङ 670 कति परेको थियो। यो चाहिँ हाम्रो दोस्रो लगेज है। यसमा चाहिँ मैले सपिङ टिप्स दिन गइरहेको छु। यो चाहिँ हाम्रो ब्ल्याक पेन्ट है, भित्र फर भएको। यो चाहिँ मैले ठमेलमा भएको काला पत्थरबाट लिएको थिएँ है। यो चाहिँ एकदमै राम्रो छ है, -15 डिग्रीसम्म पनि धाउँछ भन्थ्यो। बाहिर चाहिँ यो हाम्रो वाटरप्रुफ हो। अनि हाम्रो यस्तो छ यो पेन्ट चाहिँ है, जिपर लक पकेटहरू छ, बबाल छ। भित्र चाहिँ यस्तो फर छ दामी है। यसले चाहिँ युकेमा मजाले युकेको चिसो गाउँछ। ल यहाँ चाहिँ अब अङ्कलले प्याक गरेर देखाउनुहुन्छ है। अर्को भनेको चाहिँ अब तपाईँले सक्स है त, ब्ल्याक सक्स जुनसुकै सक्स भयो नि भित्र चाहिँ मजाले यसरी फर भएको हुनु पऱ्यो है। अब यहाँ हेर्नु त मजाको फर। यो चाहिँ मैले पहिला नै ट्र्याकिङमा युज गरेको थिएँ। यो चाहिँ एकदमै बबाल छ है। यसरी तपाईँले चाहिँ मजाले सक्स बनाउनु होला है। मैले चाहिँ 8-9 वटा पेयर हालेको छु, तपाईँहरूले पनि त्यति नै बनाउनु होला, उता गएर किन्नु पर्दैन है। यो सक्स लङको यो नि हाल्नु। अर्को भनेको अब त्यसै हाम्रो डोल्पो गियरको है, यो पनि नेपाली ब्रान्ड हो, भित्र फर भएको है। यो ट्र्याक नि एकदमै बबाल छ। मैले 2-3 ट्र्याक भइसक्यो यो ट्र्याकमा, तर नि अहिले नि एकदम न्यू जेन्युन जस्तै छ। अनि यो चाहिँ म अहिले युके लगिरहेको छु है। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्समा ट्र्याकिङमा चाहिँ यसले मजाले हिउँ पर्ने ठाउँमा नि यसले चाहिँ चिसो मजाले थाम्छ है त। र त्यसै गरी अर्को छ मेरो, यो पनि डोल्पो गियरकै हो। मैले यसमा नि 2-3 ट्र्याक भइसक्यो है। यहाँ ब्रान्डको लोगो हेर्न सक्नुहुन्छ। अनि यसरी चाहिँ जिपर लकहरू छ अनि भित्र यसरी मजाको फरहरू छ है। तपाईँहरूले यो लिनु होला भन्छु म त। अनि त्यसै गरी एउटा यस्तो भित्र फर भएको टोपी चाहिँ हजुरले राख्नु होला है। यो चाहिँ मैले काला पत्थरबाट लिएको थिएँ, ब्ल्याक माउन्टेनको है। यहाँ लोगो हेर्न सक्नुहुन्छ, एकदमै बबाल छ फिनिसिङमा है। मैले चाहिँ यस्तो क्याप 2टा लिएको थिएँ, एउटा त्यो एउटा यो, 2टा क्याप भयो हाल्यो। अनि यो चाहिँ छुटाउनै नहुने यो थर्माकोटभित्र लाउने, यो पनि मैले काला पत्थरबाटै लिएको थिएँ है। हेर्नु माउन्टेन ब्ल्याक स्टोन, यो पनि एकदमै राम्रो छ, एकदमै लाइट अनि भित्र चाहिँ मजाको फर भएको है। यो हेर्न सक्नुहुन्छ, यो पनि एकदमै बबाल छ। तपाईँहरूले पनि एउटा यो हाल्न नबिर्सनु होला है। त्यसै गरी यो चाहिँ अब हाम्रो तकिया के अरे सिरानीको खोलहरू प्लस बेडसिटहरू भइहाल्यो। अनि चाहिँ बेडसिट भन्दा पनि हुन्छ, एकदम लाइट वेटको कम्बल भन्दा पनि हुन्छ, यो पनि छ। अनि मैले चाहिँ यो दुईटासम्म राखेको छु, यो चाहिँ एकदमै राम्रो छ है। अनि त्यसै गरी अर्को भनेको है एउटा छुट्याउनै नहुने त्यो चाहिँ मफलर है त, घाँटी पेर्न चाहिन्छ मफलर। अनि त्यसै गरी मेरो प्याकिङ यस्तै छ। यो चाहिँ भित्र फर भएको सक्स है, मैले यो लाएर लगभग 9-10 पेयर हुन्छ होला। अनि त्यसै गरी यो छ हाम्रो यो चाहिँ क्याप है त, वुलन क्याप छ। यो पहिला नि मैले युज गरिसकेको, एकदमै राम्रो लाएर मैले हालिरहेको छु है त। अब त्यसै गरी अहिले चाहिँ
चाहिँ हेर्न सक्नुहुन्छ अघि कतिवटा स्पेस खाएको थियो होइन, कत्रो स्पेस खाएको थियो र अहिले यो चाहिँ अब त्यो पम्पिङले गर्दाखेरि भित्रको हावा चाहिँ सबै बाहिर निकालिदिन्छ कि, अनि यो चाहिँ सानो भएर जान्छ है। यो चाहिँ मलाई एकदमै इफेक्टिभ लाग्यो है। यदि तपाईँहरू पनि बाहिर जाँदै हुनुहुन्छ र तपाईँको स्पेस रिड्युस गर्न चाहनुहुन्छ भने यो मजाले भ्याक्युम स्टोरेज ब्याग लिनु होला। यो चाहिँ एकदमै इफेक्टिभ छ है। मैले चाहिँ अघि नै भनिसकेँ दराजबाट अर्डर गरेको थिएँ, 670 हो कि कति पऱ्यो थियो हो। यसमा चाहिँ 5वटा ब्याग हुन्छ, 2टा यस्तो ठुलो खाले आउँछ, 2टा अलि मिडियम साइजको, अनि एउटा चाहिँ सानो आउँछ है। यो हेर्न सक्नुहुन्छ, यसले चाहिँ धेरै स्पेस कभर गर्छ कि। पम्पिङ गर्न है कम्तीमा हामीलाई चाहिँ आधा घन्टा लाग्यो। यो अलिकति ठुलो ब्याग भएर चाहिँ पम्पिङ गर्न एकदमै गाह्रो है। अङ्कलको पसिना नै आइसक्यो अङ्कलको धेरै गाह्रो भयो पम्पिङ गर्न। ल हेर्न सक्नुहुन्छ अघि चाहिँ यो यति हाइटसम्म थियो भने चाहिँ अहिले त मजाले त्यो ढुङ्गा जस्तै साह्रो भएर तल बसिसकेको थियो। यो चाहिँ अलि मिडियम खालको ब्याग छ। अब यसमा चाहिँ अरू लुगा हालेर देखाउँछु म। अर्को नहुने भनेको चाहिँ पन्जा है त। यो चाहिँ मेरो वाटरप्रुफ पन्जा छ है। एउटा चाहिँ वाटरप्रुफ छ भने चाहिँ अर्को चाहिँ हाम्रो प्योर उलनको छ, तपाईँलाई देखाउँछु म है। यो चाहिँ प्योर उलनको भइहाल्यो है, यसरी मोबाइल चलाउन पनि मिल्ने। यो चाहिँ मेरो उता चौबाट काम गर्दाखेरि हाम्रो नवीन सरले दिनुभएको थियो ट्रेकिङ जाँदाखेरि है। यो देख्दा चाहिँ उहाँकै सम्झना आउँछ। एन्ड थ्याङ्क यू फर दिस दाइ है। यो भइहाल्यो। अनि अर्को भनेको चाहिँ यो हाम्रो यो पन्जा चाहिँ एकदमै राम्रो छ है। भित्र चाहिँ यसरी फर भएको है। यो चाहिँ वाटरप्रुफ नि हो, एक जोडी पनि हाल्न नबिर्सनु होला। यो चाहिँ भित्र इनरहरू चाहिँ। अनि त्यसै गरी अर्को छ हामीसँग भित्र फर भएको है। अनि बाहिरबाट विन्डप्रुफ, भित्र फर भएको यस्तो खाली ट्र्याक जुन चाहिँ काठमाडौँ ब्रान्डको चाहिँ यिनी ठमेलबाट लिएको थिएँ मैले पहिला ट्रेकिङ जाँदाखेरि। अनि त्यसै गरी अर्को छ यो हुडी है, नर्थ फेसको हुडी हो। यो चाहिँ एकदमै बवाल छ है। यो पनि धेरै काम लाग्छ यसले चाहिँ। अनि त्यसै गरी ब्ल्याक जिन्स है त। ब्ल्याक जिन्स यो भयो एउटा काममा जाँदाखेरि। ब्ल्याक कलरको इम्पोर्टेन्स त तपाईँलाई थाहा छँदैछ है त। अर्को भनेको यो छ, यो नि ब्ल्याक जिन्स हो डेनिमको है। यसलाई पनि टक्क मिलाएर हालिदिनु। अनि अर्को भनेको चाहिँ यो भुवावाला फरवाला है। यो चाहिँ फरवाला भित्र लाउने यो चाहिँ इनरहरू भइहाल्यो। यो चाहिँ लानु नबिर्सनु होला। त्यसै गरी अर्को छ हामीसँग डेनिमको है त। यो चाहिँ के नेकेड डेनिमको है। हेर्न सक्नुहुन्छ लोगो नेकेड डेनिमको ब्ल्याक पेन्ट। यो चाहिँ सबभन्दा मन परेको पेन्ट। त्यसै गरी यो सिरानीको खोलहरू है 2-3वटा छ। अनि यो चाहिँ यो बेडसिट है त तन्ना, यो पनि हाल्न नबिर्सिनु होला है। त्यही भएर मर्निङ वक जान है। यो चाहिँ एकदमै लाइट वेट छ। यो चाहिँ मैले काठमाडौँ मल क्यालिबर सोरुमबाट लिएको थिएँ। त्यहाँको दाइलाई नि मैले एकदमै सम्झेँ है। एकदमै रिजनेबल प्राइसमा दिनुभएको थियो है। एकदमै रमाइलो हुनुहुन्छ उहाँ दाइ, त्यहाँ गएर लिनु होला। अर्को भनेको चाहिँ स्निकर छ मसँग। त्यो स्निकर नि नयाँ आएको है। यदि तपाईँ क्यालिबरको चाहिँ एउटा कुरा बताउँछु मैले, यदि तपाईँले त्यहाँबाट चाहिँ 4वटा सुज लिनुभयो र 4वटा यो स्ट्याम्प पाउनुभयो भने चाहिँ तपाईँले अर्कोचोटि आउँदाखेरि प्रत्येकचोटि आउँदाखेरि 10% डिस्काउन्ट पाउनुहुन्छ हरेक सुजमा। अनि यो चाहिँ क्यालिबरले नयाँ लन्च गरेको स्निकर्स। यो चाहिँ ब्ल्याक एन्ड के अरे ग्रिन भन्छ यार, यो ब्लू एन्ड व्हाइटमा चाहिँ एकदमै बवाल छ। यहाँ यसको फिनिसिङ हेर्नुहोस् अति नै बवाल प्रुफ छ है, एकदमै बवाल छ। अनि भित्र चाहिँ यो सुपर डाउन ज्याकेट हो, वाटरप्रुफ हो है। एकदमै स्टाइलिसमा छ, एकदमै बवाल छ। मैले लाएर हेरेको थिएँ, यो चाहिँ एकदमै अति नै बवाल छ यो ज्याकेट है। अनि अर्को भनेको चाहिँ यो चाहिँ अब सबैले राख्ने कुराहरू भयो, यो फिलो टाइपको होइन, प्लेनमा जाँदाखेरि धेरै काम लाग्छ। अनि मसँग एउटा इन्ट्रेस्टिङ भनेको चाहिँ म आफै मेडिकल पर्सन भएर होला, मलाई चाहिँ यस्तो यो फर्स्ट एड किट भनेर छुट्टै
सेपरेटली राख्न मन लाग्थ्यो है। यो भित्र चाहिँ हाम्रो सामान्य मेडिसिन्सहरू, एन्टिहिस्टामिनहरू, एजिथ्रोहरू, मेट्रोनहरू है, ओआरएसहरू राख्नु भनेर यस्तो क्युट खाले ब्याग किनेछु। अनि अर्को भनेको चाहिँ यो हाम्रो टुथपेस्टहरू है, अनि स्याम्पू यसमा टुथपेस्ट सबै कुराहरू राखेको छु। नेल कटर मेसिनहरू सबै कुरा, ट्रिमरहरू है। यो नि एकदमै बबाल छ। यो चाहिँ एउटा आर्मीवाला भाइले ल्याइदिएको थियो। त्यो भाइलाई नि यसै भिडियोबाट धन्यवाद भने मैले है। अनि अर्को भनेको चाहिँ यो टी सर्ट, एउटा यो टी सर्ट हालिदिनु। अर्को चाहिँ यो एउटा पातुलो खालको विन्ड चिटर, यो चाहिँ काममा जाँदाखेरि लाउनुहुन्छ भनेर ब्ल्याक हालेको। अरू भनेको यो ब्ल्याक पेन्ट अर्को भइहाल्यो। यो कुराहरू चाहिँ अप्सनलमा राख्छु, यो मेरो पुरानो लोगोहरू। अङ्कल त्यो टी सर्ट दिनु त। अनि टावेलहरू पनि राख्नु होला है। मैले चाहिँ यस्तो टावल 2टा राखेको छु, एकदमै लाइट वेट 2टा टावल राखेको छु। तपाईँहरूले टावल राख्नु होला। अर्को भनेको अब यो टी सर्टहरू है, नर्मली टी सर्टहरू राख्नु होला। अनि यो चाहिँ मैले काम गर्दाखेरि पाएको टी सर्ट, यो चाहिँ निजामती सेवा दिवस 2081 मा चाहिँ मैले ब्याडमिन्टन खेल्दाखेरि भाग लिएको बेला चाहिँ पाएको टी सर्ट हो। यो चाहिँ मायाको चिनो जस्तै गरेर लग्छु म चाहिँ। यो चाहिँ राखिदिनु है। अब अरू भनेको चाहिँ अब यसमा चाहिँ 23 को मेरो ब्याग 23 को लगेजमा चाहिँ मेरो के हुन्छ, जुत्तादेखि लिएर यो एकदम हेभी क्लोथ्सहरू हुन्छ। र अनि मेरो 7 kg को ह्यान्ड क्यारीमा चाहिँ एकदम लाइट वेट लुगाहरू हुन्छ। यो लुगा चाहिँ म तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउँछु है त। यो भ्याक्युम ब्याग हेर्नु है, तपाईँको अगाडि देखाउँछु। यत्रो स्पेस खाएको छ, यसले कति यहाँदेखि यत्रो हाइट छ है। यसलाई चाहिँ कसरी गर्ने भन्दाखेरि मैले यो लुगा हालिसकेको छु। लुगा हालिसकेपछि यो चाहिँ यो छ नि हाम्रो कर्नरबाट चाहिँ यसरी लाने। अङ्कल यसलाई सट्ट उता तान्नु त मिलाएर। अनि यसलाई टक्क मिलाएर म यहाँ क्यामेरा हेर्छु, तल माथि त्यो दुइटै मिलाउनु। यो पनि मिलाउनु, हातले मिलाउनु पहिला, मिलाएर सट्ट तान्नु। त्यो हातले मिलाउनु, त्यो हातले मिलाइसकेपछि हामीले चाहिँ मजाले चेप्दै लाने, मजाले चेप्ने। अझै यो भित्र हालेर मजाले चेपेर स्पेस रिड्युस भइसकेको छ एउटा। त्यसमाथि यो जान्छ, त्यसपछि जुत्ता आइटमहरू बाँकी छ है। एउटा चाहिँ यस्तो थर्मस नछुट्याउनु होला है। यो चिसो लगभग 12 to 24 आवर चिसो रहन्छ। यस्तो थर्मस चाहिँ नछुट्याउनु होला। यो चाहिँ मैले दिदीसँग थियो, दिदीबाट लिएको, एकदमै राम्रो छ। दिदीलाई चाहिँ मैले 1 लिटरको दिएको थिएँ, त्यो मलाई ठुलो हुने भएको हुनाले है। यस्तो थर्मस नै राख्नु होला एउटा। अघि भन्दा अहिले हेर्नु त स्पेस एकदमै रिड्युस भइसकेको छ। भ्याक्युम गरिसकेपछि यहीभित्र चाहिँ हाम्रो 2टा खाना, एउटा यो ब्याग भ्याक्युम ब्याग, 2टा भ्याक्युम ब्याग छ क्या। एउटा चाहिँ 6 kg को भएको र अर्को 4 kg कतिको भएको। यसरी चाहिँ भ्याक्युम ब्यागले चाहिँ एकदमै स्पेस रिड्युस गर्छ कि। तपाईँले चाहिँ के भन्छ, म चाहिँ टोटल्ली एग्री गर्छु कि तपाईँलाई सजेस्ट नै गर्छु यो भ्याक्युम स्टोरेज ब्याग लिन। यो चाहिँ धेरै इफेक्टिभ छ कि। यसरी 2 घन्टा लाएर हाम्रो चाहिँ यो प्याकेजिङ लगभग सक्यो। यो चाहिँ 23 kg, त्यो पनि 23 किलो, त्यो 7 किलो गरेर टोटल 53 किलो थियो है त। ओके, ब्लगलाई अन्तिमसम्म हेरिदिनु भयो। थ्याङ्क यू फर बिङ विथ अस है। अब
आगामी दिनहरूमा यस्तै भ्लगहरू आउनेछन्। प्लिज च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है।